यो चाहिँ धादिङ बेसी पुच्छर बजार हो। टक्क जस्ट हामी पुल क्रस गऱ्यौँ। अब चाहिँ जाँदैछौँ भनौँ न। अब अन द वे कालुपाण्डे मलेखु हुँदै चरमुजी हुँदै पोखरा हुँदै मुस्ताङसम्म हामी जान्छौँ है गाइस। यो हाम्रो यो मेरो भ्लग हेर्दै गर्नु होला एन्ड किप सपोर्टिङ। माया पनि गरिदिनु होला। नयाँ हुनुहुन्छ लाइक सब्सक्राइब एन्ड सेयर पनि गर्नु होला। नमस्ते गाइस, यो चाहिँ हाम्रो मलेखु फुर्के खोला। हामी जस्ट अहिले त्रिशुली ब्रिज क्रस गर्दैछौँ गाइस। एक्चुअली राइट नाउ वी आर हियर मलेखु फुर्के खोला। देन विल टेक राइट टर्न। हामी दाहिनातर्फ जाँदैछौँ। हेलो गाइस, नमस्ते। हामी चाहिँ आज यहाँ मुस्ताङ यात्रामा छौँ अहिले मजिमटार। हेलो भाइ सुरेन्द्र भाइ। म चाहिँ अब बाइक चढ्न लाग्यो गाइस। नमस्ते नमस्ते फ्रम हेम्जा। एज यु क्यान सी गाइस, यो चाहिँ हेम्जा बजार हो है, अन द वे मुस्ताङ। म चाहिँ आज धादिङ बेसीबाट मुस्ताङसम्म जानको लागि भनेर आएको। देन बिहान पनि अब बिहान निस्किँदा अब बेसमा बस्दै आएको। यहाँ अगाडि चाहिँ हाम्रो भाइ राई गर्दैछ, भाइ हाम्रो सुरेन्द्र भाइ। अनि म चाहिँ पछाडि छु। हाम्रो सरहरू अझै पछाडि आउँदै हुनुहुन्छ गाइस। आज रात पर्छ होला यार। अब बेनीसम्म पुग्दा होइन, आज बेनी बससम्म गएर हामी देखि है के हुन्छ। फाइनली पोखरा सकिएको छ। अब अझै हाम्रो पोखरा र यो पर्वतको सिमानामा आइपुगिसकेका छौँ। अहिले चाहिँ यो पर्वतको सीमारम्भ स्थानमा छौँ हामी। यो चाहिँ मेन ठुलो गेट पर्वत जिल्लामा यहाँलाई हार्दिक स्वागत गर्दछौँ भनेर चाहिँ जिल्ला समन्वय समिति पर्वतले यत्रो गेट बनाएर ल्याइसकेको छ है। तपाईँहरू देख्न सक्नुहुनेछ। यहाँ चाहिँ हाम्रो सुरेन्द्र भाइ अनि म पनि छु सँगसँगै होइन। तपाईँहरू पनि आउनु होला, घुम्नु होला है। एकदम रमाइलो छ ठाउँ पोखरा। तपाईँ यसो भन्नु परेन होइन। आज चाहिँ हामी बेनी गएर बस्छौँ भन्ने हाम्रो प्लानिङ हो। अब लेसी होइन कहाँसम्म पुगिन्छ। भोलि मुस्ताङ भनेको, पर्सि रिटर्न ब्याक टु धादिङ बेसी। दिदी यो पारीको हो बेनी बजार? बेनी बजार पारीको हजुर। ए ल गाइस, यो चाहिँ म्याग्दी जिल्लामा प्रवेश गर्नु भएकोमा हार्दिक स्वागत गर्दछौँ। ल यहाँ यो चाहिँ बेनी बजारको पुल म्याग्दी जिल्ला हो। यहाँबाट सुरु भयो। हामी पर्वत छोडेर हामी अब म्याग्दीतर्फ जाँदैछौँ। म्याग्दी जिल्ला प्रवेशद्वार। ल हेर्नुहोस्, यो ठुलो गेटबाट म भित्र छिरिसकेको छु है। ल म्याग्दी सुरु हुँदै बागलुङ त म्याग्दी यता होइन। बस पार्क म्याग्दी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र। बस पार्क रहेछ है। बेनीको बजार जता माया उतै छ नजर किरे मिरे। ल बेनी बजार। पुरै साइक्लिङ भइरहेको छ है गाइस। साइक्लिङ यस 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 यस। ल ल ल अहिले चाहिँ म रुप्से झर्ना आइसकेको छु है। जोमसोम इज 39 किलोमिटर लेफ्ट फ्रम हियर। यो तपाईँहरू देख्न सक्नुहुनेछ। हजुरहरूलाई म अहिले देखाइरहेको छु हाम्रो यो
रुप्से झरना ल हेर्नुहोस् रुप्से झरना तपाईँले जिके पनि पढ्नुभएको छ होला दिस इज द रुप्से झरना It's really beautiful waterfall. आप लोग इंडिया से आ रहे हैं? इंडिया से? भाई वो गाड़ी कितना माइलेज देता है? इंडिया कौन जगह से भाई? इंडिया आंध्रा से। आपको तो परमिट नहीं है। ये गाड़ी माइलेज कितना देता है? माइलेज 45 45 लीटर का? इतना 8 नहीं लीटर। 1 लीटर का कितना देता है? 1 लीटर का 45 सीरियसली यार ऑफ रोडिंग पे बढ़िया है। पिकअप ज़्यादा है ठीक है कितना सीसी है? 155 वो 10 दे रहा है यार। ये तो काम नहीं है भाई 4000 का रेंट ये तो काम नहीं भाई ठीक है ना। अबे यार फिर यही लेने से 3 लीटर डाल के आ जाते हैं वहाँ से। अभी पोखरा से यहाँ मस्तांग आने के लिए इसने 12 लीटर खाया। खाया ला चलो यस गाइज वाउ ल हेर्नुहोस् गाइज भ्यूज हेर्नुहोस् ओ माई लर्ड यार नमस्ते इट्स मी बल्सरा वेलकम टु माई भ्लग यतिखेर चाहिँ म मुस्ताङको लेते भन्ने ठाउँमा आइपुगिसकेको छु गाइज एज यु क्यान सी भेरी प्यानोरामिक एन्ड द ब्युटिफुल भ्यू गाइज अब कसरी भन्ने तपाईँलाई होइन आई क्यानट एक्सप्लेन अबाउट इट है यो कसरी बयान गर्नु तपाईँलाई यो प्राकृतिक सौन्दर्यताको ल हेर्नु होला यो लेते बजार हो यो है ल यहाँ हाम्रो गोरे दाई नमस्कार हाम्रो श्याम सर अनि के छ कस्तो लागिरहेको छ तपाईँलाई यो म मुस्ताङको छोटो दिनु न हजुर तराईवासी हजुर यस्तो डाँडा देख्दाखेरि त खुसीले धन्दै मरेको नि म हो र ओहो ल हाम्रो दुईजना सरहरू पछाडि हुनुहुन्छ ल अरू गाडीमा छिरिसक्नुभयो अहिले चाहिँ ड्राइभर रवि दाई हो अहिले चाहिँ ल हाम्रो रवि दाई ओहो दाई ल बिस्तार चलाउनु होला ल अब हामी चाहिँ लाग्छौँ गाइस ल हेर्नुहोस् है आज हाम्रो यात्रा मुक्तिनाथसम्म ल गाइस यो चाहिँ मुस्ताङको लेतेकोटी कोबाङ गाउँ पुग्दा दाइसँग हामी कोबाङ गाउँ हेलो How are you guys? Hello, namaste. From Jomsom. यो चाहिँ जोमसोम बजार हो तपाईँले देख्न सक्नुहुनेछ यो हिमाल हो नीलगिरी हिमाल चाहिँ यहाँ जोमसोमको काखैमा रहेको छ नीलगिरी हिमाल मुस्ताङ जिल्लाको निकै नै सुन्दर जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार हो यो तपाईहरु यहाँ आउनु भएपछि एउटा यस्तो विदेश गएको जस्तो पनि तपाईले फिल गर्न सक्नुहुनेछ किनकि यहाँ मरुभूमि जस्तो पनि देखिन्छ तर हिमाल पनि देखिन्छ यही हैन पलि पर गएपछि हरियाली पनि देखिन्छ त्यही भएर मुस्ताङ चाहिँ एकपल्ट जसरी पनि आउनु होला मुस्ताङको जोमसोम बजार जोमसोमै बजारमा 12 बजे हावा सरर ल हेर्नुस् 12 बजे थियो हावा सरर चल्यो यो चाहिँ विमानस्थल हो एयरपोर्टको गेट हो यो दिदी यहाँ बुद्धको लुङता कहाँ पाइन्छ बुद्धको लुङता यता छैन लगाइ जब हामी जोमसोम बजारबाट मुक्तिनाथतर्फ हेलो 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 हामी अब जोमसोमबाट कहाँ जाँदैछौँ यस सुरेन्द्र भाइ ल है बिस्तारै ल हाम्रो श्याम सर अगाडि गइसक्नु भा गाडीबाट भर्खरै अब हामी पनि हिँडमै लगाइ हेर्दै गर्नु होला जोमसोममा बाटोको चाहिँ ल त्यही विकास भइसकेको छ ल घर पदङ गाउँपालिका उहाँ यहाँहरूलाई स्वागत छ ल त्यो घर पदङ गाउँपालिका हो यस्तो रमाइलो गाइज है यस्तो रमाइलो ठाउँ
आमामा ल फेरि अब यो कालीगढ नदीको मुहान नदी हो हेर्नु यो चाहिँ कालीगढ नदीको मुहान हो ल हेर्नु होला अब यो त बायाँ हो अब हामी यहाँबाट मुक्तिनाथ जान्छौँ मुक्तिनाथ 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 की जय ल हाम्रो श्यामसरको गाडी पनि भेट्यो यहाँ गाडी पनि भर्खरै आइपुगेको छ है बाइकमा जाएर भाइ अनि के यहाँ इन्ट्री गराउनु पर्ने हो इन्ट्री हो अब मुक्तिनाथ छैन त कताबाट ओ हाले ओ भाइ ओइ कान्छा दुम्बा ताल जाने बाटो यहाँ रहेछ यताबाट है दुम्बाले जाने यताबाट दुम्बा ताल ल जाउँ ज्याकेट भयो ल हाम्रो दाइहरू नि अगाडि सर्नु ल कागबेरी 9 किलोमिटर फ्रम हियर कागबेनी 8 किलोमिटर यहाँबाट कागबेनी प्लिज थोरै जाओस् कस्तो लागिरहेको छ एकदम रमाइलो ल यो चाहिँ हाम्रो 3 जना शेर्पिनी दिदीबहिनी कस्तो लागिरहेको छ यहाँ चाहिँ के हो यहाँ पार्क शेरथाङ सेल्फी पार्क रहेछ ल शेरथाङ सेल्फी पार्क जाउँ हामी जाउँ अहिले फर्किँदा खिचौँ ल जाउँ गाडी गइहाल्यो यिनीहरू जाउँ भाइ जाउँ ऊ गयो गाडी त ओहो धुलो गाडी धुलो बाइक लोन लायो मलाई यार हेलो गाइज नमस्ते वेलकम टु मुक्तिनाथ ल फाइनल्ली मुक्तिनाथ आइपुग्यो यही हो मुक्तिनाथको बजार ल हेर्नुहोस् घरहरू ल है त यो हाम्रो मुक्तिनाथ बजार उहाँ च्याङ्बा सर हुनुहुन्छ हेलो नमस्ते हामी चाहिँ अहिले मुक्तिनाथ आइपुगिसकेका छौँ होइन यो मुस्ताङ जिल्लाको मुक्तिनाथ हो तपाईँहरूलाई पनि थाहा छ मुक्तिनाथ भनेको नेपालको एकदम प्रसिद्ध धार्मिक स्थल हिन्दू धर्मावलम्बीहरूको चाहिँ होइन ठुलो आस्थाको केन्द्र भनेर चाहिँ मुक्तिनाथलाई चिनिन्छ त्यसैले तपाईँहरू पनि आउनु होला मुक्तिनाथ घुम्नु होला यो चाहिँ देख्न सक्नुहुनेछ मुक्तिनाथ बजार हो यो बजार हो यो सबै बजार हो अनि त्यहाँ चाहिँ मन्दिर त्यहाँ लाइन लगाइरहेको छ मान्छेहरू हेर्नुहोस् है त्यहाँ दर्शनको लागि लाइन लगाइरहेको छन् हामी चाहिँ यहाँ थकाइ लागेर डाँडामा छोड्ने ज्ञान मैले ज्ञान छोड्दैछु
ल तपाईँहरू पनि आउनु होला दर्शन गर्नु होला धन्यवाद